हेलो नमस्ते सम्पूर्णमा हो सबैजना सन्चै हुनुहुन्छ। अहिले चाहिँ बिहानको 4:30-5 बज्न लागेको छ अनि आज चाहिँ दशैंको फुलपाती यहाँ सम्पूर्णलाई दशैंको धेरै धेरै शुभकामना। अनि म चाहिँ आज विशासाई कालिका जाने फुलपाती लिएर बाबासित अनि त्यसपछि र म चाहिँ घर लिपोत गरिसकेर नुहाउन भनेर पढेर गइरहेको छु। बाटो चाहिँ चिप्लो चिप्लो छ, पल्ड्याङ भयो। ल म चाहिँ नुहाइधुवाइ गरेर अब चाहिँ घरतर्फ लाग्यो है। चिसो छ अहिले त, पानी पर्छ जस्तो भएको छ। हेरौँ दिन खुल्छ होला नि, पानी पर्छ होला भनेको त। ल यता त फेरि अलगै स्वरूप छ नेचरको। ल तातो पानी खाँदैछु। आजको वेदरले चाहिँ खास के गर्न खोजेको, घरि चाहिँ पानी पर्ला जस्तो भएको छ, घरि चाहिँ घाम लाग्दो जस्तो भएको छ, त्यही हो। ल चिया पाक्दैछ। ल बाबा बिपनी म भएर चाहिँ अब हामी चाहिँ फुलपातीको लागि भनेर विशासाई कालिका मन्दिर जान लाग्यो। ल हिँड ठिक छ, मान्न पर्यो नि। ल ल लाग्यो विशासाई कालिका तर्फ। माथिबाट फेरि यो ओल्ला गाउँमा आएर ओल्ला गाउँमा तल खोला झरी हाम्रो चाहिँ विशासाई कालिकालाई कहिले परेवा कहिले पाठो दिने चलन छ हरेक फुलपातीमा। सो यो पल्टको बलि भनेर चाहिँ दुर्गा भगवानलाई यही पाठ हो। अनि बिपनी डोरिरहेछ, बाबाहरू रामरी दाइ त्यहाँ आउनुहुन्छ लाग्यो। ल त्यो चाहिँ चौधनी गढी हो, मतलब बर हो, त्यहाँ माथि दरबार छ। अब चाहिँ हामी सिधै विशासाई कालिका जान्छौँ होला आज चाहिँ। अब त्यो दरबार सरबार त अर्को दिन एक्सप्लोर गरौँ ल। अब नयाँ मान्छेलाई त सब त कहाँ थाहा हुन्छ त नि। ल यहाँ चढ्यो सिँढीमा अलिकति, अब अलिकति पुगिन्छ मन्दिर। गर्मी भयो भने यस्तो मजाले, तर घाम चाहिँ टक्क कस्तो लागेछ। यो चाहिँ शताब्दी पुरानो बरको बोट हो है।
यो चाहिँ धेरै वर्ष पुरानो भएको भएर यो चाहिँ तल तल बजारबाट पनि देखिन्छ। त्यही भएको यो बर देखिएको भएर चाहिँ ठ्याक्क यो हाम्रो गाउँ हो है भन्ने भएको हो। भेटिन्छ त्यही माथि माथि छ। ल यो चाहिँ गणेशको थान हो है। अनि यो चाहिँ दरबार हो हाम्रो। यो माथि चाहिँ दरबार हो। म अब गइनँ त्यहाँ होइन बाबु। ल यो चाहिँ हाम्रो ठाउँको गणेश मन्दिर हो है। यो चाहिँ दरबारको गणेश मन्दिर। राजा महाराजाहरूले पूजा गर्ने ठाउँ। तर गर्मी ओडा न। ल यो चाहिँ दरबारको एरिया। अनि यहाँ चाहिँ अहिले नयाँ पार्क बनेको रहेछ है। गाउँघरको पार्क यही हो। पानी सानी झारो राम्रै गरेछ नि त। ल उफ्रिन्छ त। धुप हाल्न लागेको बालेको है। चढ्दैछ कि अझै हाके ताकेको पुगोस्। गाउँघरमा शान्ति छ। रोग व्याध हटोस् परमेश्वर। यो पक्कीमै हान्ने हो र तिमी खुकुरी जाँदैन ढाडी सकिँदैन। ल सबैलाई टिका लाएर पूजासुजा गरिसक्यो है हामीले। ल जे जस्तो भए पनि गाउँ भनेको गाउँ नै हो। यस्तो दामी भाइब्स छ। अनि म चाहिँ यसकिन बस्छु होला भन्ने सोचिरहेको थिएँ गएर, तर गर्मी भयो सो म चाहिँ घर फर्केँ। हाम्रो चाहिँ हरेक वर्ष जसो चाहिँ गढी जाने चलन छ। विशेषै कालिकालाई परेवा हुँदा परेवा, पाठा हुँदा पाठा चढाउने चलन भएको भएर चाहिँ यो वर्ष चाहिँ पाठो रहेछ। सो बाबा म विपन भएर लिएर गयौँ। अनि गढी चाहिँ प्रायः हामी गएको बेला घुमघाम पनि गर्थ्यौँ। योपालि चाहिँ जाँदा पनि ढिलै भइरहेको थियो। प्लस अब घरको सबै काम गर्न पनि मम्मी यसपालि हजुरबुवाको जुठो भएको भएर केही पनि नगर्ने। अनि सबै काम गरेर जाँदै ढिला भएको थियो। अनि गर्मी लास्टै बढ्यो। अनि भोक नि लाग्यो। सो अर्को दिन घुम्न आम्ला भनेर चाहिँ आज चाहिँ हामी नघुमिकन पाठोको पूजा गरेर हिँड्यो। अब जाने भएर पाठो बाबाले काट्नुहुन्छ। अनि प्रसाद बनाएर खाने हो। जस्तै लागेको छ जे होस्। तर गाउँठाउँ अहिले रमाइलो छैन। मान्छे एकदम कम छन् गाउँठाउँमा। ल घर आइयो है, घर आइयो। गर्मी ल हामी चाहिँ उताबाट आएर मन्दिरबाट आएर अनि घर आएको। घर चाहिँ हल्का पानी तातेको रहेछ। चिसो पानी खानु पर्यो भनेर म चाहिँ एक गाग्री पानी लिएर आउँछु भनेर पदेर आएँ। बाबाहरू चाहिँ मासु काट्दै हुनुहुन्थ्यो। दसैँ लागेको सँगसँगै हाम्रो आजको पाठाको सानोवाला पाठाको साँप्रो हो यो चाहिँ। अब फेरि मासु, अघि मासु खाएर सुतेको, फेरि मासु अब। ल घाँस काट्न लाग्यो है। हामीले नि यहाँबाट यो धानबारीको काल्लो काट्ने हो चट्टसँगले। धान पाकेछ। अब यो दसैँ सकिएपछि बल्ल काट्नु पर्ला। त्यो चाहिँ हाम्रो दसैँवाला खसी हो है। गरौँ। यो लिची हाम्रो गाउँमा हाम्रो मात्रै छ है। यति धेरै फल्छ पछि सिजनमा, खाइ नसक्नुहुन्छ। ल यसपालि चाहिँ पोहोर जतिको खुर्सानी चाहिँ छैन। अलिअलि छन्। यति भए पनि इनफ हो। अनि यो चाहिँ हाम्रो भैँसी हो। यो चाहिँ बिहा छैन। यो चाहिँ कहिले हो, मङ्सिर पुसमा ब्याउने हो अरे। अनि त्यसको पाड हो यत्रो ठुलो। अन्त घाँस काट्नु पर्यो नि त। घाँस काटेको घाँडो त्यहाँ नि घाँस छ, उहाँ नि घाँस छ।
ए आइज ल म चाहिँ झन्डै लडिनँ ल अम्बा खान पर्यो भनेर म चाहिँ अम्बाको रुखमा हो है ल अम्बा त छ नि तर कति माथि माथि छन् के र मलाई सानोको इन्सिडेन्ट याद आयो म चाहिँ अम्बाको रुखबाट झरेर झन् मेरो खुट्टा पड्केको छ छु धेरै नजोसी मलाई अम्बाले फाप्दैन भन्नुहुन्छ बाबाले यसै पनि ल गाउँघरको बस्न चाहिँ एकदम इन्जोय भइरहेको छ जे होस् चाडबाड लागेको छ तर यहाँ मान्छेको कमी भएको भएर त्यस्तो धेरै साथीभाइ भेटघाट रमझम चाहिँ भएको छैन अब यस्तै छ गाउँले भ्लग आइरहेको छ सबैले हेर्नु होला आजको चाहिँ यति नै थ्याङ्क यू सो मच फर वाचिङ किप लभिङ किप सपोर्टिङ इन्जोय